Hello guys, welcome to my channel. It's Nobong Sherpa Vlog 007. अन्त आजको चाहिँ के छ भ्लग भन्दाखेरि चाहिँ किन भ्लग बनाएको भन्दाखेरि चाहिँ आज चाहिँ म साथी आएको छ हो सिलगढीमा। अन्त तिनीहरूको एक्जाम छ रिटर्न छ आर्मीको। अनि त्यही भएर त्यसले चाहिँ मलाई बोलायो नि त भेट्नु लागि। अन्त त्यहाँबाट भेट्नु गएर त्यसलाई एक्जाम सेन्टर थाहा छैन, त्यसलाई चिनाउनु छ हो, गएर देखाउनु छ। अन्त यहाँनिर चाहिँ म जान्छु, अन्त मेरो भाइ छ एकजना हो। अन्त यहाँ मेरो स्कुटी छ, स्कुटीमै जाने हो। स्कुटीमा जानुको लागि अब रेडी हुँदैछु। ला भन्दा पनि हेलमेट बिर्सेँ गाइस मैले। दिन नसकिने हेलमेट दिनुहुन्छ। अन्त यहाँ चाहिँ सफाइ अभियान चल्दैछ हो। अन्त आज चाहिँ त्यही छ, गएर साथीभाइलाई भेटेर गफसफ गरेर अन्त त्यहाँबाट त्यसलाई भेटेर पठाएर घर आउँछु। घर आएर अन्त म आइपुग्छ के खान्छु भन्नुहुँदै थियो, त्योहरू पनि ल्याइदिन्छु हो। अन्त गाइस तपाईँहरू होइन, हेलमेट पनि छ यहाँनिर, 3 इडियट्सको जस्तै छ हेलमेट हो। भन्दा पनि हिजो मैले हेयर कलर गरेको थिएँ हो। हेयर कलर गर्दाखेरि भ्लग बनाऊँ भन्दै थिएँ। भ्लग बनाउनुको लागि ब्याट्री थिएन मेनली, अब ब्याट्री नभएर चाहिँ अन्त कलर चाहिँ अहिले यस्तो भएको छ हो। अनि कस्तो भएको छ कलरहरू गाइस मलाई भनिदिनु पनि है। अन्त गाइस हेर्दै गर्नुहोस् मेरो भिडियो हो। अन्त अहिले देखाउँछु म तपाईँलाई बाटोहरूको के गाइस। अन्त गाइस म चाहिँ भाइकोमा आइपुगेँ हो स्कुटी लिएर। अन्त त्यहाँबाट भाइलाई पर्खिँदैछु, भाइ पनि जान्छ नि त मसँग। अन्त भाइ पनि गएर साथीलाई भेट्छ अरे मेरो, यो चाहिँ यहाँकै हो नि त। अन्त यो ढिलो ढिलो गर्छ। ए आर्यन भाउ चल भाइ चल, इधर है मेरा भाई, वो रेडी हो रहा है, बहुत लेट करता है वो, बहुत ढिलो गर्छ क्या यसले चाहिँ। अन्त त्यही भएर हो। अन्त गाइस भन्दाखेरि फर्स्ट पेट्रोल हाल्नु जानु छ हो। पेट्रोल हाल्नु गएर पेट्रोल हालेर आउनु छ। पेट्रोल हाल्नु जानु छ, पेट्रोल हाल्छु। अन्त त्यहाँबाट म तपाईँलाई भन्छु नि है। अन्त आज चाहिँ गर्मी चाहिँ ठिकठाकै छ क्या, अब मतलब भित्री गर्मी छ, हेर्दा चाहिँ अब त्यस्तो छैन घामसाम कि भित्री गर्मी छ गाइस। भित्री गर्मीले चाहिँ मान्छे मार्छ, बाप रे बाप। ल गाइस हेर्दै गर्नुहोस् हो। अन्त म तपाईँलाई अहिले देखाउँदै जान्छु भिडियो है। अन्त स्टे ट्युन है। नि भेटेँ होइन। अन्त यहाँनिर भाइ जाँदैछ, भाइ र म। हेलमेट देखाइदिएन भाइ, कहाँ हो होला? सेम छ हो, अब यी दुईजनाको सेम छ, अब रातो रातो हेलमेट होइन। ल गाइस अब हेर्दै गर्नु। अब चाहिँ गएको ला भाइ त कुदा ल, यो हेलमेट पनि झुन्डाइदेन। अन्त भाइलाई कुदाउनु दिइरहेको छु स्कुटी हो। अन्त म चाहिँ पछि बस्दै जय माता दी जय विश्वकर्मा। पेट्रोल हाल्नुपर्छ के छ हौ भाइ? हाल्नुपर्छ नि हौ हो। अन्त गाइस हामी चाहिँ गएको अब कुनालको पनि आज एक्जाम छ त्यही। ए छोड्दैन अन्त अरूको त, म त साथी भेट्नु हो त। अन्त आज चाहिँ मेरो साथीको बर्थडे पनि थियो अनिसको हो। अन्त त्यो पनि आउँदैछ, आएर बेलुका फर्किन्छु भन्दैछ। त्यही भएर चाहिँ अब छिटो गएर साथीलाई भेटेर भनेर फर्किने हो। यो फेरि प्रो राइडर हो नि गाइस, यस्तो बाटोमा क्या कुदाइदिन्छ मैले, भयङ्कर हो नि यो। मजाको छ यहाँनिर, मन्दिरहरू छ हो। अन्त यहाँनिर चाहिँ वेदर चाहिँ आज ठिकठाक छ। स्कुटीमा त अब शीतलै हुन्छ, अब टोटोहरूतिर जाँदा चाहिँ बहुत गर्मी हुन्छ हो। अन्त गाइस यहाँ बाटो बनाउँछु भनेको हो, यहाँ चाहिँ बाटो बनाउँछ भनेको हो। बनाएकै भोट आउने बेलामा बाटो बनाइदिन्छु भन्छ हो। हाम्रो फेरि मान्छेहरू मूर्खे छ नि त, लठुवा क्या। अब पैसामा 500 रुपियाँ दियो पनि यहाँकोहरू त खुसी थापिहाल्छ। अन्त लास्टमा यस्तो रोड खानुपर्छ यी न, बाटो राम्रो होस् न, अलिकति राम्रो भए पनि लु भन्थ्यौँ कि। यो के हो भने बिजोक छ त हेर्नु नै। गाइस हामी चाहिँ अलिकति निक्ल्यौँ अब यतानिर मेन रोड भन्दाखेरि पनि यो अब गाउँकै बाटो हो, अर्को बाटो बिचको यो। यहाँबाट चाहिँ हामी लेफ्ट जानु छ यता हो। बम्परमा उफार्यो। बाटो चाहिँ राम्रै छ गाइस हो, बिस्तारै गर्न उयो सुन्दैन बोलेको। बाटो राम्रो छ, अन्त राम्रो भएर गाउँहरू पनि राम्रै छ हो। यहाँ चाहिँ अब नेपालीहरू छ ज्यादा क्या, बङ्गालीहरू भन्दाखेरि चाहिँ अब यो पनि नेपाली नै हो। ओइ नेपाली हजुर दा र यस्तो छ गाइस हो यता। र अन्त मेनली आज वेदर चाहिँ यतिको छ।
अन्त हेर्दै गर्नुहोस् ल गाइस, म तपाईँलाई अहिले देखाउँछु भिडियो हो। अन्त यहाँबाट चाहिँ हामी सिधा जानुपर्छ, सिधा गएर हामी मेन रोड जानु छ, मेन हाइवे भेट्नुपर्छ हो। हाइवे भेटेर चाहिँ त्यहाँबाट चाहिँ हामी जानुपर्छ शिव मन्दिरको तरफ। ओके गाइस, हेर्दै गर्नुहोस् है गाइस। हामी चाहिँ अब पुग्न आँट्यो, यो चाहिँ किस्तीपुर हो, तपाईँलाई देखाउँछु हो। यो चाहिँ किस्तीपुर हो, हेर्नुहोस् ल, यो चाहिँ हो तपाईँहरूको किस्तीपुर। अनि यो चाहिँ तपाईँहरूको कहाँ पर्छ भन्दाखेरि चाहिँ बागडुग्रा हो। बागडुग्राको माथि पर्छ तपाईँको यहाँ किस्तीपुरभित्र नक्सा नेपाली बस्ती बानुरचाट भन्छ हो। शिव मन्दिरको त्यहाँनिरै छ, त्यहाँ आउनुहुन्छ तपाईँहरू, भेट्नु मन छ भने आउनुहोस् होइन, वेलकम छ तपाईँलाई। अनि यहाँबाट चाहिँ गाइस हामी मेन रोड निक्लिन्छ हो। हेलमेट लगाउनु भाइ, यहाँबाट मेन रोड निक्लिन्छ। यहाँनिर चाहिँ बम्पर दामी छ गाइस, घ्याच्याक घ्याच्याक घ्याच्याक। यहाँबाट हामी जानुपर्छ उता मेनली। र हाइवे चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ नि तपाईँहरूको यस्तो छ क्या, अब डरै लाग्दो छ, बाटो काट्नु पनि सोचेर काट्नुहुन्छ। बुझ्नु भयो होला। यहाँनिर चाहिँ अब त्यो बाटो साटो हेरिबस्दैन, यहाँ दोकान पनि रहेछ हो साइकलको, भाइ हेरेर चाहिँ। अब चाहिँ हामी हाइवे निक्ल्यौँ, हाइवेमा चाहिँ पहिले पनि गाइस। हामी चाहिँ अब बागडुग्रा आइपुग्यौँ। बागडुग्रामा चाहिँ अब हेलमेट लगाउनुपर्छ हो। त्यहाँबाट चाहिँ हेलमेट लगाएर त हेलमेट लगाएर अब चाहिँ हामी गएको शिव मन्दिर भएर चाहिँ उतै जानु छ हो। सो गाइस हेर्दै गर्नुहोस् ल। पेट्रोल हालै भयो हो। अन्त हालेर चाहिँ अब म निस्किँदैछु। अन्त आज चाहिँ यस्तो छ हो, जाँदैछु साथीलाई भेट्नु, अन्त स्कुटीमा बसौँ होइन। आज चाहिँ लाग्दैको होला गाइस, तपाईँहरू हेर्दै गर्नु, स्टे ट्युन है। She walks through the city streets, a gentle summer breeze. Her eyes hold stories, secrets like the ancient trees. In the market's noisy throng, she moves with grace. A dancer in the chaos, setting a gentle pace. She's the morning coffee's warmth, a soothing melody. A touch that mends the wounds, a calm in the sea. With a smile that lights the night like a distant star. She's the poetry of life where every word is far. साइडबाट जाँदैछु हो, बाटो बहुत खराब छ। अन्त त्यही भएर हामी यहाँ साइडबाट जाँदैछु, हेर्नुहोस् ल। र यहाँबाट हामी गएर सिधा पर भेटौँ हो। अनि त्यहाँनिर चाहिँ पुरा हेभी ट्राफिक छ, बहुत ट्राफिक है इधर है ना, देख रहे ना पड़ेगा।
ऐसा देख लीजिए गाइस, इधर बहुत ट्रैफिक है। इधर से अंदर जाएंगे ना हम अब इधर से अंदर जाएंगे खोपरेल। ये खोपरेल है आप लोग का। यो तपाईँहरूको सबैजनाले चिन्नुहुन्छ होला, जो आउनुहुन्छ सिलगढीतिर बस्नु। यो चाहिँ सब खोपरेल मोड हो। खोपरेल मोडबाट भएर हामी भित्री गली भएर चाहिँ जान्छौँ। अन्त हेर्दै गर्नुहोस् गाइस होइन। अन्त म चाहिँ जाँदैछु। अन्त यहाँनिर रहेछ यस्तो ठाउँ होइन, बहुत जाम। जाम भन्दाखेरि ट्राफिक पुरा छ यता चाहिँ होइन। ट्राफिक भएर चाहिँ साथीले आज अन्त यसले चाहिँ भयङ्कर कुदाउँछ गाइस। यसले एफपी प्रो छ क्या कुदाउनुमा। यहाँबाट चाहिँ तपाईँको पर्छ मिरिक 44, कर्सेक 31, पङ्खाबारी 20 किलोमिटर मात्र। यहाँबाट चाहिँ छेउमा भेट्यो तपाईँले हो। यहाँबाट भन्दा तपाईँ बागडुग्रा बस्नु भने बागडुग्राबाट छेउ पर्छ तपाईँलाई गाइस। यहाँनिर चाहिँ फेरि हेलमेट कम्पलसरी हो नि गाइस। हेलमेट पनि दिँदो रहेछ। हेलमेट कम्पलसरी हो होइन। हेलमेट लगाएर भने फेरि 10-15 हजार फाइन गाइस। यस्तो छ हेर्दै गर्नुहोस्। गाइस हामी चाहिँ अब खोपरेलभित्र बसेर बिच गली जाँदैछु होइन बरा भाइ हो। अन्त यसले चाहिँ भयङ्कर कुदायो। अब भित्री गली गएर अब हेलमेट पर्दैन। अनि हेलमेट खोल्यो गरममा फेरि टाउको बहुत चिलाउँछ यार है। बम्प छ भाइ बिस्तारै। अन्त आज चाहिँ बहुत गर्मी छ राइट। आज स्कुटीमा गर्दा चाहिँ अलिक शीतलै लाग्यो क्या। रोक्दा घरिघरि रोक्दाखेरि चाहिँ सानो जाडो गरम। अन्त गाइस हेर्नु ल भित्र गली चाहिँ यस्तो छ, तपाईँलाई म देखाउँछु। यो चाहिँ हो तपाईँको खोपरेलको भित्र। यो के ठाउँ हो भाइ? खोइ मलाई पनि थाहा छैन। यो ठाउँ त हामीलाई पनि थाहा भएन होइन। बाटो चाहिँ थाहा छ हो। यिनीहरू राति राति हिँड्थ्यो अरे बाटो हो। यिनीहरू चाहिँ बेलुकाको उल्लुहरू हो यहाँ। रात भयो कि रात भयो कि निक्लिहाल्नेहरू। यहाँ हेर्नु गाइस यस्तो चाहिँ अपार्टमेन्टहरू छ हो, फ्ल्याटहरू छ सबै जग्गा। कोलोनीहरू टाइपको छ यता चाहिँ होइन। साथीलाई लिनु जान्थ्यो नि त म। साथीलाई लिनु जान्थ्यो नि त। यहाँ चाहिँ यस्तो छ गाइस हो। बापरे बाप बहुत शीतल भयो अब चाहिँ। इन्डिया वर्ल्ड स्कुल रहेछ सिलगढीको हो। वर्ल्ड स्कुल अरे होइन। अन्त बाटो चाहिँ यस्तो छ हो। यस्तो दामी छ कि गाइस कसम से। यो टी गार्डनहरू हो है गाइस। सब टी गार्डन हो गाइस। सब टी गार्डन अब कस्तो दामी। वेदर पनि दामी, भ्यू पनि दामी हो। यति ल गाइस बल्ल आइपुगेँ म चाहिँ होइन साथीलाई भेट्नु। अन्त यहाँ आइपुगेर चाहिँ यस्तो छ यहाँ हो एकदम बिजी। अन्त त्यो चाहिँ उहाँ छ हो दुखी आत्मा जस्तो। उहाँ परेको हो दुखी आत्मा जस्तो बसिरहेको छ। ठिकै छ। सानो बास्केट क्या? यो चाहिँ मेरो साथी हो। सानो बास्केट के सानो बास्केट चाहिँ? बिराल छु है। तर पाउँछ कहाँबाट? कति बज्यो तेरो इक्जाम? 2:30 हो। ल गाइस अब चाहिँ यसलाई पनि भेटेँ। अब भेटेर जान्छु पर गएर सामान छ। मेरो भाइ आर्यन भाइ, यो मेरो साथी पासङ। ल गाइस हेर्दै गर्नु। बस्नु अन्त आज हाम्रोमा। किन? कहाँ छ भाइ? यसको दिदीको शनि यता पर्दैछ नि यसको दिदी। कहाँ पो? कोटमोरमा है। कोटमोरबाट भाइ म झन् कहाँबाट आएको छ? किस्तीपुरबाट आएको तँलाई भेट्नु। बागडुग्रा काटेर शिव मन्दिर काटेर। के भन्ने थियो गाइस अब चाहिँ हात्ती ए चिने चिने। के भन्ने? अन्त हामी 3 भाइ छु यहाँ हो। जाँदैछु यहाँ हल्का अब कोल्ड ड्रिङ्क्स खानु। त्यस्तो छैन यहाँ। र हामी जाँदैछु हो ठुइ हिँड्दै। कहाँ खानु? उहाँ जो अनेक राम्रै ठाउँमा। बल्ल भेटै भयो। ल आज चाहिँ यसलाई पनि भेटाइ भयो। अन्त केही भन्नु छ तँलाई? घामले ओइलिस। हामीले चाहिँ बानी भइसक्यो अब काममा होइन बस्ने। यता यो त नयाँ पर्यो अब। अनुहार बिग्रेको हेर्नु न गाइस यस्तो। अन्त अब चाहिँ यो खुवाइ हुँदैछ जुस सुस।
अन्त धन्यवाद छ तपाईँले गर्दाखेरि मेरो सब्सक्राइबर ज्यादा भएको छ बढ्दैछ ज्यादै धन्यवाद छ तपाईँहरूलाई र अन्त आज चाहिँ बहुत गर्मी छ हो अन्त यो खाएर अब यहाँ घुमेर अब यसलाई के ल्याउनु जाने सरतिर बास्केट बिजयको लागि होइन त्यहाँ जाएको बिजयको लागि बास्केट खोज्नु जानु छ हो खोजेर किनेर अन्त बागडुग्रा लान्छु यसलाई बागडुग्रा लगेर फर्किँदा गाडीमा चढाइन्छु यो साथी आउँछ अनि त्यहाँबाट अहिले के हुन्छ म तपाईँलाई देखाउँछु नि है अन्त आज साथीको बर्थडे पनि छ त्यसलाई भेट्नु जानुपर्छ मैले तपाईँलाई भनेको थिएँ 11:30 लास्टको अन्त गाइस अब चाहिँ हामी गइदिइछ होइन बास्केट खोज्नु गएको थिएँ बास्केट पनि मन पराएन चौमुले केही मन पराउँदैन डुलेर आइदिउँ ल अन्त यो छ भाइ अन्त म कहाँ जानु अब डुल्नु जाउँ भन्छ इक्जाम गर्नु नगएर मेरो कहाँ त यति छिटो छ ल जामा लाउने बस म कुदाउँछु अब म कुदाउँछु नि एकछिन लोदाले इच्छा सिलगढी कुदाउने इच्छा होइन नि गरम भएर त गर्मी चाहिँ बहुत छ गाइस यता होइन अन्त यसलाई पनि भेटेर अब यहाँ जुस खाएर अब पानी सानी खाएर उता लाग्ने हो यसको इक्जाम छ इक्जाम सकेर तेरो कति बजी इक्जाम सक्छ भाइ एउटा इनोभाको पछि कुद्दै थियो कि अचानक जाम भएर रोक्नु पऱ्यो कि ब्रेक दुइटा छुट्दै ट्याप्पै उता जाँदाखेरि पनि नरोकिदिएको स्कुटी चाहिँ होइन इनोभाको पछाडिको बम्पर यहाँ चाहिँ भइदिएको चुबाइला गयो इनोभा कि पर पुगेर भाइ कस्तो हिँडेको बिचबाट भाँचिँदैछ भन्ने गइरहेको मन दुखाउँदै ए गाइस अब फेरि यसको इक्जाम सेन्टरपट्टि गएको घुम्दै हो अन्त घुम्दै गयो भाइ पाहाड हो नि अन्त घुम्दै गएको अब यसलाई भेटेँ होइन कति बात भेटेँ यसलाई झन्डै 1 महिना बाद होइन अस्ति त अगाडि सोचेर बोलेको थिएन होइन अन्त यहाँबाट हामी गइदिउँ होइन आज मेरो कपाल त फेरि देखिदिरहेको छ गाइस जाँदैछु होइन यहाँ हेर्नु अगाडि इक्जाम गर्नेहरू यहाँनिर चाहिँ सबै केटाकेटी देख्नुहुन्छ होला तपाईँले सबैजना इक्जाम गर्नु आएको हो यहाँनिर अहिले इक्जाम हुँदैछ सबै जग्गा हो यतातिर यहाँनिर तपाईँको धेरै ठाउँबाट आउँछ कालिम्पोङ सिक्किम कालिम्पोङ बिजनबारी दार्जिलिङ घुम सब जग्गाबाट आउँछ यता हो त्यहाँबाट भएर चाहिँ यता आउँछ अन्त यहाँनिर यहाँ पर चाहिँ मेन गेट छ हो अनि यहाँनिर चाहिँ यहाँ ब्याग राख्दा हुन्छ तैँले हो अन्त त्यहाँबाट यहाँनिर चाहिँ यत्तिको छ भिड अब यहाँ सबजना इक्जाम दिनेहरू आएको सबजना यहाँ जति देख्नुहुन्छ अल पिपल्स आर कमिङ टु गिभ इक्जाम सो गाइस अहिले चाहिँ यस्तो छ यता होइन हेर्दै गर्नुहोस् अन्त हामी चाहिँ फिलहाल यहाँ इन्द्रनगर पनि भनिन्छ यहाँनिर आइएचएम होटेल स्कुल पनि हो होइन अनि यहाँबाट चाहिँ एन्टर हुन्छ यहाँबाट एन्टर भएर तपाईँको जान्छ हो यस्तो चाहिँ कसरी थाहा भएको भन्दाखेरि चाहिँ हामीलाई चाहिँ कसरी थाहा भएको भने चाहिँ मैले पहिला इक्जाम दिएको थिएँ नि त पहिला ट्राई गरेको थिएँ हो अन्त त्यही भएर चाहिँ मलाई थाहा भएको अन्त यो चौमुले कहाँ लगेको गाइस हामीलाई चाहिँ अब होइन ठिकै हाल्दैछ बोकाले कहाँ गएको भाइ त चिन्छ सेठ हौ भाइले भन्दैछ त ऊ जहाँ खाली हुन्छ त्यही भएको भन्दै जहाँ खाली हुन्छ त्यहीँ झर्दैछ अहिले होइन लगाइछ हेर्दै गर्नुहोस् हो अन्त आजको चाहिँ यही थियो अब हुँदैछ चल्दैछ अब भरे के हुन्छ भन्नु सकिँदैन होइन हेर्दै गर्नुहोस् ल यहाँनिर चाहिँ कस्तो छ भन्दा चाहिँ यस्तै छ हो यहाँनिर सब जग्गा चाहिँ अब इक्जाम दिनेहरू छ हो इक्जाम दिने त भाइ अगाडि हो हजुर इक्जाम दिने अगाडि सेन्टर अगाडि हो सेन्टर हो हजुर उहाँ एउटा गेट छ नि भित्र दिँदैन हजुर भित्र दिँदैन अब अहिले तपाईँहरूको गएको छैन अहिले तपाईँहरूको कतिजना भन्दा अर्को ग्रुप गएको छ अहिले 12-11 बजी अनि तिनीहरू निक्लेर अब कति बजी 2:30 इक्जाम हुन्छ त्यहाँ ब्याग चेक राखेर जानुपर्छ डाइरेक्ट हाल्दैन नि लाइन लगाउँछ लाइन लगाएर हाल्छ नि जो सुजल निस्क्यो होला निक्लेको छ नि तिनीहरूको टाइम लाग्छ बहुत गर्मी अब तोहरू भित्र गइस् होइन भित्र गएर पनि तोहरूको त कहाँ इक्जाम गराइहाल्छ भित्र गएर जाने यत्रो टाल्दैको हुन्छ त्यहाँबाट रुम छुट्टाएको रुम खोज्नु टाइम लाग्छ खोजेर फेरि लाइन लाग्नु छ कम्प्युटरमा तेरो हालेर सिट आउँछ सिट आएर त्यहाँबाट गर्नुपर्छ
होइन एक्जाम छैन यहाँ हो धेरै छ ढिलो के यो सुजुकीमा त मोटो घाट त कुनै कस्तो अहिले देख्छ आउँछु कहाँ छ तिमीहरू हाँ कस्तो लाग्यो म मोटो घाट उयो सुजुकीमा सिलगढी गएको फेरि यसलाई चाहिँ फ्यात्राक फ्यात्राक भइसक्यो गरमले हो ल ल हुन्छ नि अन्त आम्मा हिजो चाहिँ अलिक उयो थियो शीतलै थियो बेलुका पानी परे बेला पनि निस्किदिएको थियो कि भएको नि भिज्दै पनि पर्छ मजा आइदिन्छ दस पानी परिदिँदैछ दिउँसो आज परेकै छैन ल ल म कल गर्छु नि बेलुका पनि त पानी पऱ्यो उहिले हेर्दैछ मजाले कालुलाई पनि कालु अहिले भर्खर त कल गरेको थियो ल गाइस हेर्दै गर्नु हो फेरि त्यो अहिले जाँदैछ सिलगढी जानु जाँदैछ अरे यहाँ चाहिँ मेरो स्कुटीहरू पनि राखेँ होइन यसले अन्त यसलाई चाहिँ कहाँ गएको लठुवा जस्तो घुमाउँदै हजुरको घर अरे ऊ सिलगढीको यस पनि चिन्दैन ठुलो कुरा त्यसले ल गाइस अब चाहिँ हामी चाय खानु गएको होइन लक गरिस् गर्न हेर्नु ल यस लकै छ हिँड्न बिचाको त्यति हो गाइस अब यो घरको भिडियो कट गर्छ अन्त यहाँनिर चिया खाना दिउँ हामी होइन चाय खाऊँ ल छोड ब्याग राख्ने के चाय पाउँछ आन्टी तिनवटा दिनुहोस् न चाय हुन्छ यहाँ बस्नु ल बाहिर ए पूजा अरे यति गराएको गर्छ गाइस अब चाहिँ चिया खाएर हो घर लाग्दिन्छु म चाहिँ एक्जाम गर्छ एक्जाम गरेर म चाहिँ घर गएर एसीमा सुत्दिने हो ल गाइस हेर्दै गर्नु ल गाइस अब यहाँ आउँदा चाहिँ फेरि एकजना साथीलाई भेटेँ होइन ह्यान्डसम मनिस हो त्यो पनि दार्जिलिङको हो अन्त यो पासोङ म अन्त यहाँ मेरो भाइ छ आर्यन भाइ यस भन्दै यस गाइस होइन अन्त मजाले हेर्दै गर्नु गाइस अन्त बहुत गरम छ आज चाहिँ अच्छा कुत्ते चल्छ नि त यसरी क्या अन्त गाइस बहुत गर्मी छ यता चाहिँ अस्ति पो होइन भ्लग बनाउँदा गाडीमा गएको थिएँ मजा आयो गाडीमा बनाउनु अन्त यहाँ त अन्त बाप्रे बाप गरमले सबैजना बहुत गर्मी छ गाइस अन्त यहाँनिर चाहिँ कस्तो छ भन्दा चाहिँ इक्जाम दिनेहरू धेरै छ हो तिनीहरूको देखाउँछु ल गाइस अब चाहिँ यिनीहरूको इक्जाम नाटेको छ नैनल हाल्न आँटेको भित्र हो के हो तिनीहरू चाहिँ मेरोमा चेन्जै छैन सुमेशको हालत माग्नेहरूलाई पासङ 10 रुपियाँ चेन्ज छ किन म यहाँ उसलाई दिएन चेन किन्नु सुजलले दिन्छ नि सुजल 10 रुपियाँ दिउनु होला मेरो भित्रको साइन गरेको चेनवाला गोजीमा चाहिँ यो ठुलो गोजीको साइन छिटो लाइन लाग्न गइसक्यो छिटो जा सानो चेन भएको गोजीमा हेर आज बहुत भिड छ यहाँ भिड भयो दार्जिलिङबाट होइन म त बागडोग्रा जाने हो घर गएर सुत्ने हो पानी छिट्टायो भाइ अन्त यहाँ चाहिँ अब इक्जाम दिनेहरू नयाँ हो यतातिर थुप्रै छ हो खोइ पक्री त ल सोम राम्रोसँग गर इक्जाम ल राम्रोसँग गर भेट्दै गर अल द बेस्ट केटा हो तिमीहरूलाई ल सुजल गइदिएको नि म ढिलो भइदियो नि त ल अघि आइदिएको म कि आउनु पऱ्यो भने त अहिले सकेर मलाई भन्न पऱ्यो नि त तिमीहरू बागडोग्रा आउन पासङलाई भनेको छु बागडोग्रा म आएँ होइन आएर आरामले जाउँ न घर त जाने होइन आरामले जाउँ न
ल अहिले भाइ हो न है बरु त्यो फोनमा भएको 100 रुपियाँ पनि दिइराख त फोनमा मैले 5 हालिदिएको छु तिमीलाई होइन यहाँको होइन हालिदिइरहेको छु तिमीलाई ल ल गइदिएको भेट्दै मेरो भाइ अहिले आउन पाएको दुगा ल गाइस अब चाहिँ निक्लिँदैछु म होइन दार्जिलिङ मोड अन्त भाइ आज मजा आइदियो तँलाई पानी चाहिँ नहोस् गाइस पानी चाहिँ नहोस् क्या पानी यहाँ त खतम यस्तो गेम गरम थियो अनि अहिले पानी आउँदैछ यहाँ पनि वेदरको भरोसै गर्न सकिँदैन यहाँ अचानक अब टन घाम लाग्छ घरिघरि त अब हुन्छ नि होइन अनि साथीभाइहरूलाई पनि भेटाइ भयो आज ल गाइस अहिले भिड छ हो अहिले म तपाईँलाई गर्छु ल देखाउँछु अब चाहिँ हामी पर के भन्छ मतिगडाबाट आइपुग्यो बागडोग्रामा आएर चाहिँ यहाँनिर हामी चिया खान आइरहेको छु चाचीको दोकान पनि दामी चिया पाउँछ यता हो अन्त यहाँनिर चाहिँ भाइ छ यहाँ यस भाइ यो चाहिँ मेरो भाइ आर्यन भाइ होइन अन्त त्यस्तै छ गाइस अब होइन हप्तु भइगयो थाक्यो अन्त यहाँनिर मेरो छ बसन्ती मेरो बसन्ती अन्त यहाँनिर चाहिँ यस्तै छ अब के भन्नु वेदर अलिक यहाँ शीतल छ परभन्दा भाइ परभन्दा शीतल छ है ठुक यहाँभन्दा चाहिँ परभन्दा चाहिँ यहाँ शीतल छ हो अनि परभन्दा चाहिँ यहाँ शीतल छ गाइस अनि त्यो भाइले बोलाएको छ मलाई हो अन्त त्यहाँबाट यहाँनिर चाहिँ छ अन्त यही हो हाफप्यान्टमै डुलाइ हुन्छ अन्त यहाँनिर यस्तै छ यहाँ स्कुटी र अन्त गाइस अब चाहिँ होइन चिया खाएर चाहिँ घर जाने हो घर गएर चाहिँ नुहाउँछु म फर्स्ट नुहाएर फ्रेस भएर अनि त्यहाँबाट फ्रेस भएर अब भिडियो एडिटिङहरू गर्नु छ हो फ्रेस हुन्छु फर्स्ट अफ अल फ्रेस भएर चिया खाँदै पनि देखाउँछु नि गाइस तपाईँहरूलाई ल हेर्दै गर्नुहोस् चिया पनि आयो हो अब चिया खाएर चाहिँ हामी जाने हो एकछिन रेस्ट गरेको स्कुटी पनि पुरा तात्तिन्छ नि त अब हिट हुन्छ क्या अनि यहाँ हेर्नु न मेन कुरा चाहिँ यहाँ हाम्रो घरको बिरालोले घरको भन्दा पनि जङ्गली बिरालोले च्याचुत पारिदिएको अन्त चिया खुवाइ हुँदैछ अनि चिया खुवाएर चाहिँ गइ हुन्छ हो हुँदै छ जिन्दगी हेर्दै भन्नुहोस् ल होइन हो बागडोग्राहरू नेपाल वाइवाई छ छैन किन छैन नेपालको वाइवाई लिएर आइज भनेको माइजूले खोज्दैछु ए नेपालको वाइवाई खोज न गाइस देख्दैछ नेपालको वाइवाई खोज न कहाँ पाएनहरू चाहिँ फेरि फर्काउँछु है ए ल यता सुन न आपके पास नेपाल का वाईफाई है नहीं है ना कहीँ छैन नेपालको वाईफाई गाइस खोज्नु जानु पर्दैछ ए कप्टीहरू गाइस एकछिनमा भेटौँ है गाइस बाई बाई घर पनि आइपुगेँ होइन यत्रो टाढो गएर अब साथीहरूलाई भेटेर पनि म घर सर आइपुगिसकेँ अन्त यहाँ मेरो घर चाहिँ यस्तो छ होम स्विट होम यहाँ आइपुगेँ म अन्त बल्ल आइपुगेँ हो आइपुगेर अब गर्दैछु भित्र हेलो गाइस म चाहिँ अब घर पुगेँ होइन बल्ल अन्त घर पुगेर चाहिँ अब फ्रेस हुन्छु फ्रेस भएर चाहिँ अन्त फ्रेस भएर चाहिँ आराम गर्छु अब खाना खान्छु खाना खान्छु न अब खानासाना खान्छु नुहाउँदै गरेर हो खानासाना खाएर एडिटिङहरू हुन्छ यो भिडियो लागि हो अनि धेरै धेरै धन्यवाद छ तपाईँले हेरिदिनुहुन्छ मेरो भिडियोजहरू हो भिडियोज भन्दा पनि दिस इज माई सेकेन्ड भिडियो
दिस इज माई सेकेन्ड भ्लग है अनि फर्स्ट भ्लग पनि ट्राई गरेको छु राम्रै भएको छ भनेर तपाईँ सेकेन्ड हेर्नुहुँदैछ भने फर्स्ट पनि एकपल्ट गरेर हेरिदिनुहोस् है यति भन्दै धन्यवाद थ्याङ्क यू फर वाचिङ हेर्दै गर्नुहोस् किप सपोर्टिङ ओके लाइक कमेन्ट सेयर गरिदिनुहोस् ल धन्यवाद